Hi guys, welcome back to my channel. मैले चाहिँ अहिले ग्लोभ्स किन लगाइरहेको छु भन्दा अब चाहिँ म हेयर कलर गर्न आँटेको है। यो कलर बेसी गऱ्यो भने चाहिँ अलिक कपालहरू पनि हल्का सेतो हुँदो रहेछ हो। अब गरी त हाल्यो हो, गर्नै पर्ने हुन्छ। अब एकखेप गरिसकेपछि गरिबस्नु पर्ने। यहाँनिर चाहिँ यति आइसक्यो हो कपाल बढेर, अब चाहिँ म गर्न आँटेको छु। अन्त हेयर कलर गर्दा चाहिँ के हुन्छ नि, कपालमा कतिवटा त्यो ड्यान्ड्रफहरू छ भने पनि हटिँदो रहेछ हौ, निकै राम्रो हुँदो रहेछ। मलाई चाहिँ राम्रो हुन्छ। अनि म चाहिँ गर्न आँटेको अलरेडी मेरो पहिलाको पनि छ। म तलसम्म चाहिँ लाउँदिनँ होला, तलसम्म लगायो भने चाहिँ कपाल चाहिँ एकदम अब फ्रिजी टाइपको बनाइन्छ नि त। अनि त्यो त तलसम्म चाहिँ लाउँदिनँ, अनि आधी लाउँछु। अनि कपाल चाहिँ अलिक लामै छ हो, त्यस्तो लामो भन्दा पनि यतिको लामो छ हो। अब चाहिँ म गर्न आँटेको, किनभने भर्खर अब कामहरू सकेर चाहिँ बेलुका छुट्टी भइसकेपछि गर्छु नि त। अब चाहिँ कलर लगाइसकेपछि 30 मिनट्स राखेर चाहिँ वास गर्छु, देखाउँछु ल। दिएको चाहिँ लामो छ भनेर झर्छ यत्तिको छ हो। अब चाहिँ सुरु गरौँ ल। यही हो कलम चाहिँ सुरु गर्नु। यो खाले चाहिँ मैले पहिला पनि लगाएको, यस्तो रहेछ हो। कति हुन्छ म डल्लै त लाउँदिनँ र आधी मात्रै लाउँछु र। यसको चाहिँ यहीँ हुन्छ यसरी फुटाउँदा पनि। कति पुग्छ, आधी मात्रै लाउँछु होला। मान्छे लगायो, मैले हातले फिटिदिएको नि त, यसरी मजाले यसरी मजाले मिक्स गरिदिएर पहिला चाहिँ कोरौँ है। किनभने म त्यस्तो माथि माथि चाहिँ लाउँदिनँ, तल तल चाहिँ लाउँदिनँ, माथि माथि लाउँछ नि कस्तो मिठो कलर आयो कि देख्दैन रहेछ त्यहाँ चाहिँ हो। म चाहिँ यस्तै प्रकारले लाउँछु है, यस्तो गर्दै। आँखा पोल्छ कस्तो। यस्तै गर्दै लाउँछु हो। अहिले लगाइसकेर देखाउँछु ल। मेरो लगाइ चाहिँ यस्तै हो। कलर आउनु पनि थाल्यो हेर न। यहाँ तल तल लगायो भने त पुग्दैन हो, तर लाउनु हुँदैन, किन अलरेडी छ नि त कलर। अझै बेसी लगायो भने चाहिँ कपाल चाहिँ पुरा त्यो ड्राई बनाइन्छ क्या हो। अनि तल चाहिँ लाउनु हुँदैन, जहाँ जहाँ बढेको छ हो यहाँसम्म। मैले चाहिँ लगाइ पनि सकेँ हो। अब 30 मिनट्स, अब 30 मिनट्स राख्नुपर्ने हुन्छ। तर सबै यसरी लागेको हुन्छ हो। यसरी लागेको चाहिँ टिस्यु छ भने, नभए पानीले कपडामा लगाएर पुस्न सक्नुहुन्छ। म चाहिँ यसरी लगायो भने चाहिँ मजाले लाग्छ क्या। अनि प्लास्टिक छ भने के छ भने चाहिँ यहाँ कभर गर्नु सक्नुहुन्छ। मैले चाहिँ प्लास्टिकै भेटिनँ हो। कस्तो देखेँ है। मैले पहिला लाउने चाहिँ यो हो। अन्त यो कलर हो। यो पनि एकदम दामी हुन्छ, यसको भित्र पनि कतिवटा यो हुन्छ क्या। यो चाहिँ अब यो चाहिँ के हो भने बादमा कलर हामीले लगाइसक्छ नि, अनि कति 5 महिना 3 महिना 2 महिना, कतिको त ढिलो बढ्छ, कतिको छिटो बढ्छ नि त। बादमा फेरि हामीले यसलाई जस्ट लगाएर अनि एकछिन कति 10 मिनट त्यस्तो राखेर फेरि वास गर्दाखेरि त्यो साइनिङ दिन्छ क्या कपालमा, फेरि त्यो कलर आएको जस्तै हुन्छ नि। यो चाहिँ मलाई एकदम दामी लाग्छ हो, राम्रो छ। मैले चाहिँ अहिलेसम्म लगाएको भनेको चाहिँ यहाँनिर यही रेड हो। पहिला चाहिँ अरू पनि कलरहरू लगाएको, तर अलिकति राम्रो
लाइक चाहिँ मलाई चाहिँ यही लाग्यो तर बादमा पछि चेन्ज पनि गरिन्छ अनि गाइस अब 30 मिनट है आफ्टर 30 मिनट बाद भेटौँ है कतिको बस्छ कस्तो हुन्छ अनि देखाउँछ है स्टेट है गाइस 30 मिनट चाहिँ भइसक्यो है अब हेयर वास गर्नुपर्ने हुन्छ अनि वास गरिसकेर ड्राई गरिसक्छ अन्त देखाउँछु मैले चाहिँ कपाल पनि नुहाएर आइसकेँ हो मजाले उयोहरू पनि गयो के भन्छ कलरहरू अलिक मैले सेकेन्डमा देखाएको कलर थियो नि हो त्यसको चाहिँ कलरै जान्दैन कि पुरा बस्छ यो चाहिँ यत्तिको जान्दो रहेछ तर मैले यो फर्स्टको लगाएकोमा चाहिँ के गरेँ भने नि अलिकति सेम्पो होइन मजाले त लगाइकन अन्त वास गरेँ अनि आफ्टर कन्डिसनर पनि लगाएँ अब चाहिँ हेयर ड्रायरले सुकाउँछु है अहिले त त्यस्तो देख्दैन रहेछ कि रातिको टाइम छ नि त घाममा हुन्छ मजाले देख्छ अहिले चाहिँ यहाँ भित्रभित्र यसरी बसिरहेको रहेछ यो 1-2 दिनमा जान्छ नुहाउँदाखेरि चाहिँ रेड कलर लाउँदाखेरि चाहिँ कस्तो हुन्छ भने नुहाउँदाखेरि चाहिँ त्यो जान्छ क्या हौ रातै तर के हुँदैन त्यो यो गइसकेर पनि बस्छ अब चाहिँ हेयर ड्रायरले सुकाइहाल्छ ल कलर पनि सुकेर चाहिँ यत्तिको देख्दो रहेछ हो यहाँ चाहिँ नलागेर नि अब यत्तिको भएको रहेछ मैले यति मात्रै त लगाएको यहाँ अलिक लगाएको यत्तिको देख्दो रहेछ हो गाइस राम्रै देखेछ है घाममा अझै मजाले देख्छ तर अब यतिको चाहिँ ठिकै छ बेसी उयो रातो के मैले कलर पनि लगाइसकेँ हो अब चाहिँ गाइस सुत्ने टाइम भयो अब चाहिँ सुत्नुपर्छ है कति भइसक्यो थाहा छ टाइम देखाउँछ ल यो चाहिँ कहिलेको टाइम हो भने नि नाइटको है बेलुकाको 12 बज्न आँट्यो ओके गाइस अब चाहिँ मेरो चाहिँ सुत्ने टाइम भयो होइन तपाईँहरू त सुतेर पनि कतिले हेर्दाखेरि त उठ्ने कतिको बिहान कतिको दिउँसो है कतिको रात भइसकेको हुन्छ अनि आजको ब्लग चाहिँ यति नै है मेरो चाहिँ कलरको ब्लग थियो गाइस थ्याङ्क्स फर वाचिङ बाई बाई गुड नाइट